हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म एउटा कुरा सोध्छु ल, यो संस्कार 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 भएको संस्कारै नभएको यस्तो कुराहरू कति धेरै सुनिन्छ नि त। संस्कार त कुन बाबुआमाले आफ्नो सन्तानलाई सिकाएको हुँदैन र हैन। सानोलाई माया गर्नु, ठुलोलाई सम्मान गर्नु, यस्तै यस्तै मान्छे कहिलेकाहीँ यो एकतर्फी संस्कार निभाउँदा थाक्छ कि। साँच्चै नै जब तपाईलाई समस्या आइपर्छ, तपाईलाई तपाईको सन्तानमा जब समस्याहरू आइपर्छ, त्यो टाइममा कस्तो छ सम्म मात्र भनेर पनि नसोध्नु, विशेष गरी आफ्नो सन्तानलाई। त्यस्तो परिस्थितिमा पनि आफ्नो बच्चाहरूलाई धरि सोधीखोजी नगर्ने आफूभन्दा ठुलो मान्छेहरूलाई साँच्चै मनबाटै हजुरहरूको सम्मान पलाउँछ त। एकहोरो आफ्नोपन टिकाइरहन जरुरी लाग्छ त। यस्ता प्रश्नहरू चाहिँ मेरो मनमा आइरहन्छन् अनि मेरो अन्तरात्माबाट म जवाफ पाउँछु कि हरेक कुराका दुईटा पाटा हुन्छन्। दुवैतर्फबाट उत्तिकै वफादारीता आवश्यक हुन्छ। मान्छेले हजारौं कोसिस गर्दा पनि अर्को तर्फबाट आफ्नोपन महसुस गरेन भने तिमी भित्र रहेका मान सम्मान अनि आफ्नोपन संस्कारहरू पनि अघि बढाउन जरुरी छैन। तिमीले आफ्नोपन महसुस गर्न सकेनौ भने त्यहाँ वास्ता गर्ने छोड्देऊ। जब तपाईले आफ्नो अन्तरात्माको सुन्नुहुन्छ नि, तब आफ्नै खुसीमा रमाउन सिक्नुहुन्छ। सधैँभरि अरूलाई खुसी बनाउने दौडधुपमा जति नै लाग्नुहोस्, तपाईले काहीँ न काहीँबाट दोष पाउनै हुन्छ कि। खुसी आफूभित्रै छ, सबैजना खुसी भएर बाँच्नुहोस्। यति भन्दै बिदा हुन्छु ल, बाई बाई।